म चाहिँ ललताको ससुराली घरमा आएर बसिरहेको छु। तैँले त भेना साली चाहिँ रोमान्टिक भइरहेको छ है। अब चाहिँ हामी खाना खाइलस्। ओहो यहाँनिर चाहिँ दुईजना भाडा धुँदैछ है बेलुकाको। अहिले चाहिँ हामी यहाँ खाना खाएर बेलुका एकदम हँसी मजाक हुँदैछ बेलुका। हेलो सबैजना, आज चाहिँ हामी भनौँ म जयन्ती होइन यहाँ ललताको घरमा आएको छु। अनि यहाँनिर एकदमै रमाइलो अनि एकदमै घमाइलो ठाउँ लाग्यो मलाई होइन। सक्नुहुन्छ तपाईँले बारीमा यति बेसी सब्जीहरू फलिरहेको छ होइन। त्यहाँ खोर्सानी के बारीमा काँक्रा फलेको अघि हामीले खायौँ हो। टुक्रुके करेला आमा हो पर बसिरहनु भएको रहेछ। अनि यति रमाइलो लाग्यो मलाई। अन्त यहाँनिर चाहिँ ललता के पकाउँदैछ, जयन्तीमा आएको आज हो। यो ललताले मासु पकाउँदै रहेछ हो, चिकन के हो। अनि यहाँनिर चाहिँ स्पेसल चिकन पाक्दैछ। त्यहाँ चाहिँ के पकाउने, यो चाहिँ रातो गरमले रातो 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 भइरहेछ। पुरा गरम अब यहाँनिर, तर पनि आगोमा मजाले पाकिरहेको छ। यसले चाहिँ यहाँ भित्र कर्ची मर्ची पकाउँदैछ, कर्ची मर्ची अनि चिया पकाउँदैछ। यहाँ चाहिँ इस्कुस फलेछ है, ललताहरूकोमा चाहिँ इस्कुस फलेछ। दामी, कस्तो दामी बोट हो फेरि नि आमा झप्पै गरेको। ए हो त, के फलेको फर्सी हेर्नु। कति माथि कति अल्गो रहेछ यो त। ए हामी चाहिँ अहिले चिया खाँदै बाहिर बसिराखेको छौँ होइन। यस्तो मजा लिइरहेको छौँ अहिले हामी चियाको यहाँ। ए ज्वाइँ साहब चाहिँ हाम्रो यहाँ भाडा धुनुहुँदैछ, ललताको हेल्पर होइन। यो टिपेको चाहिँ 1 मिलियन एकैछिन हो त, गोरुबेली पुरा हुन्छ। यसको भिडियो अलिक हेरिराख्यो, यो चाहिँ ब्लगमा जान्छ। त्यो चाहिँ गोरुबेली लाउँदैछौँ अहिले भोलि बिहानको लागि। बाबाले भाले पठाइदियो, के पठाइदिउँ हुन्छ ओइलेको त। उहाँ चाहिँ ज्वाइँ साहब हुनुहुन्छ। यहाँ चाहिँ म चाहिँ ललताको ससुरालीमा आएर ढ्याक्कै बसिरहेको छु। म चाहिँ ललताको ससुराली घरमा आएर बसिरहेको छु। तैँले त कहाँ किनिस् अरे पापड? ए यहाँ जयन्ती र म चाहिँ आफै काँक्रा निकालेर खाँदैछौँ अचारसँग होइन। यो भिडियोमा तपाईँ पनि लगाइसकेको छु। बेलुकाको अचार बनिएको छ अनि यति मिठो काँक्रा होइन, यति मिठो काँक्रा छ। अन्त यो चाहिँ यहीँ फलेको रहेछ फर्स्ट काँक्रा, त्यो चाहिँ हामी यहाँ खाँदैछौँ। अनि यहाँ खाना सब्जी रेडी भइसकेको छ बेलुकाको। भेना साली चाहिँ रोमान्टिक भइरहेको छ है। भेना र साली चाहिँ फेरि सँगै पढेको हो कि साथी। त्यहाँ एउटा रुमाल झुन्डाइदिनु नि हौ यसलाई, नरम। भेना र साली, जयन्ती चाहिँ भेना साली हो, सँगै पढेको साथी हो। तर यो कहाँ गएको? अहिले चाहिँ हामी यतापट्टि ललताको जेठाजु दाजु भाउजूको घरमा आइरहेको छौँ। यहीँ छेउछेउमै हो होइन। यहीँ भाउजूले हामीलाई चिया खाजाहरू रेडी गरिदिनु हुँदैछ। तर खाना पनि खाने बेला भइसकेको छ, खाना पाकिसकेको छ होइन।
अन्त यी जेरो पनि त्यहाँनिर भाउजूले बनाउनु भएको रहेछ, ल्याउनु भएको रहेछ हो। ल अब चाहिँ हामी खाना खानु आँटेको उता छ खाना यहाँनिर। अब चाहिँ हाम्रो बेलुकाको खाना यो होला दाल, कर्ची मर्ची छ, चिकन छ, ग्रेभी, चिप्स जस्तो लाग्यो पापड छ, यो पुदिनाको पापड हो, काँक्रा, अचार, खाना। अब चाहिँ हामी खाना खाइलस्। खाना लिनु पर्यो। अच्छा साथीहरू मलाई त कस्तो खुसी लाग्छ। मलाई त नि यसरी भोक लागेको बेलामा यसरी मासु भात खानु पर्यो कस्तो खुसी लाग्छ। तपाईँहरूलाई खुसी लाग्छ? हाम्रो कुक चाहिँ उपर हुनुहुन्छ। किन के भइरहेछ? हिजो के हो उयो खाइ पठाइ नि त के चाहिँ यो खानु न पर्दैन। सानो त मलाई हिजो त्यो दहीमा आइस खाएको कि हाम्रो चाहिँ अब यो चाहिँ हो बेलुकाको डिनर आज ललिताको घरमा। के भन्नु थियो? हो मुसा त खतरा छ त बहिनीको। के भन्नुभयो मम्मीले? यस्तो पापड कहाँ पाउँछ भनेर तपाईँले सोध्नुहुन्छ भने चाहिँ सोरेङमा पाउँछ है। तर मलाई ल्याइदिनु ल चाहिँ नभन्नु ल प्लिज, त्यो चाहिँ म सक्दिनँ। अब चाहिँ हामीले माम खाइसक्यौँ होइन। अहिले त चिल्लो 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 नाम लेखौँ। मलाई चाहिँ प्लिज यो पापड मन परेन। चिप्स फ्लेभर है। चिप्स जस्तो रहेछ, मलाई मिठो लागेन। हामीलाई यस्तो खाले बानी छैन भातसँग। काँक्रा चाहिँ सबै एक थाल सक्यो। दाल पनि न खाइसक्यो। कुकुला भाजिदिनु अरेको बेला अचार चाहिँ दामी पुदिनाको। कुन बनाएको यो अचार? मेराको हातै खाइदिनु जस्तो भयो। अचार बनाउने हातै खाइदिनु। यहाँ त हात चाटौँ पुदिनाको अचार बनाउने। म कुकुरा बिरालो रुँगिरहेको छ बाहिर। सक्यो है खाना खाएर अब चाहिँ। ओहो यहाँनिर चाहिँ दुईजना भाडा धुँदैछ है बेलुकाको। दुईजना साह्रै मिली काम गर्ने हो फेरि। किन घामको? किन? बिहान मैले कामहरू सघाएन भने गाउँ बेसी डुल्यो भने ड्याम देखायो किन कस्तो हुन्छ अहिले चाहिँ हामी यहाँ खाना खाएर बेलुका एकदम हँसी मजाक हुँदैछ बेलुका। सबैजना शीतल तापेर हाँसी मजाक गर्दैछ। देखाउँदै हाँस्दैछ। अनि कुकुर